हेर्नु साथी हो यहाँ हाइकिङ त त्यसै छँदैछ यहाँ होइन हेर्दै माथि चढेको आमामा यार हरिब छ है तल खस्यो भन्दा पा जस्तो खसिन्छ त यार अन्त आमामा यार यिनीहरू यार भर्खर यहाँ माथि टपमा चढेको थियो भर्खर झरिहाल्यो हेर्नु त यो मजा छ यता हेर समुद्रको भ्यू रमाइलो छ मजाको अन्त यो अझै यो यस्तो तरिकाले चढेको छ सकिन्छ यसरी चढ्न साथी हो हेर्दै यो गाह्रो छ नि त गाह्रो छ ल यहाँ म अब यहाँ पनि देखाउँछु तपाईँलाई अनि ल अहिले पानी नरहेछ यहाँ चढ्नेको धरी फालिदिएको रहेछ यार अहिले ल अब यहाँ चढ्नु पो यहाँ गाह्रो रहेछ यार है ल गाह्रो चाहिँ भन्छु रुद्लाई ल रुच्ने भयो है हरिब छ त यार अझ त्यो उनी नरहेछ हेर्दा जुत्ता रुझ ताना गौ ल खुट्टा त रुझेरै छोडै क्या यार आमामा यार अहिले त सब कुरो भाँचिए रहेछ यार यो त यार पहिला आउँदा त उ थियो अहिले त भाँचिए रहेछ ल बहिनी ल चढ्नु ल चढ्नु के मैले यहाँ उ गरेर चाहिँ भिडियो बनाउँदै थिएँ ल मैले पठाउनु मिल्छ अहिले ल हेर्नु त यहाँ पानीको छराले गर्दा यो अब यो चढ्ने पो कसरी यो चढ्ने अब हरिक छ त यहाँ ल बहिनी जानु ल मन्जु त सक्सेस भइहाल्यो ल मन्जुको पालो चाहिँ ल अब बहिनीको माया बहिनीको पालो ल अन्त यहाँ यत्रो ऊ छ अनि यहाँ अझै अरू लाइनमा पनि छ यहाँ आउने मान्छेहरू यहाँ लाइनमा छ माथि यो रुखमा माथि टपमा चढ्दै गरेको पनि देख्नुभयो होला यहाँ ल बहिनी ल चढ्नु ख्याल गरेर जानु पानीको छाललाई उ गरेर जानु है पानी छाल एकछिन रोक्नु के ल यो बेलामा सिप आइरहेको छ ल पानीले रुच्यो ओके चढ्नु ए तेरिका यार ल अब ल समातेर गइहाल्नु हो त्यहाँ टेकिहाल्नु माथि तानिहाल्यो ताने 1 2 3 गो यस ए हो ओ माय गॉड ल गाइज ल आमामा अनि यहाँ पनि आयो यार ल यहाँ चढ्न अहिले गाह्रो भएको रहेछ त्योभन्दा नि एक्साइटेड आमामा यहाँ माथि ल हरिब तरिकाले जानु पर्दो रहेछ यो बाटो अहिले त हरिब छ है गाइज है आएर इन्जोय गर्नुहोस् है एप्लिचाउको सी साइडको भ्यू है साथी हो अनि हाम्रो भिर चढ्ने हो भने यस्तो छ साथी हो साथीहरू यस्तो खेलि सकिन्छ यसरी माथि टपमा जानु गाह्रो छ है साथी गाह्रो छ ओके गाइज टेक केयर गाइज ल मजा गर्नु है साथी मलाई